Hello guys, welcome and welcome back to my channel. आज न्यू इयर सँगै न्यू डे न्यू ब्लग लिएर म हजुरहरूसँग आइसकेको छु। यहाँ हुनुहुन्छ मेरो बुढा। अब हेर्नुहोस् त हामी कहाँ जाँदैछौँ आज। हामी गाडीमा बसिसकेको छौँ। सजिलो हुन्छ। गाडी राख्न पाइँदैन भनेर हामीले चाहिँ यहाँ गाडी राखिसकेको छौँ। अब चाहिँ हामी जाँदैछौँ। सबैजना अगाडि गइसक्नुभयो। अब म चाहिँ पछाडि आउँदैछु। हामी जाँदैछौँ यता। यहाँनिर चाहिँ के लाग्दै रहेछ एमआरएस प्रणामी अस्पताल मुक्तिधाम अरे। अनि यहाँ चाहिँ श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल सायद हस्पिटल जाने बाटो यो होइन। अहिले चाहिँ हामी आरती हेर्न जानुभयो। हामी चाहिँ यता जाँदैछौँ। हामी चाहिँ यहाँ मन्दिर परिसरभित्र आइसकेको छौँ। अब चाहिँ यहाँ साउन्ड आइरहेको छ, सायद सुरु हुन लाग्दैछ। हेर्नु होला, यो छ बुढी गङ्गा मन्दिर। ओ माय गॉड। भक्तजनानाम् अभ्युदयार्थं लाभार्थं क्षेमार्थं कल्याणार्थं सर्वविध हिन्दू राज्य स्थापनार्थं च शक्ति प्राप्त्यर्थं भवानी शंकर महारुद्र देवता प्रीति संवादनार्थं च जागृतो दूरमुदयति दैवं तत् सुतसतथैवैति दूरंगमं ज्योतिषां ज्योतिरेकं तन्मे मनः शिव संकल्पमस्तु संकल्पं परिपूर्णमस्तु। भवानी शंकर भगवान को जय। बुकुला प्रणामी अस्पताल बन्दै रहेछ। अब चाहिँ हामी जाँदैछौँ। हामीले चाहिँ आरती हेरिसक्यौँ। हामी चाहिँ अब जाँदैछौँ। हामी चाहिँ तलबाट हेर्नको लागि तल झरेको थियौँ, तर घुमेर आउने हुँदा यहाँ पुरै प्रणामी मन्दिरको एक चक्कर लगाइसकेको छौँ। मम्मी चाहिँ भित्रै हुनुहुन्छ। अब मम्मी कहाँनिर हुनुहुन्छ, मम्मीसँग फोन पनि छैन। अब हामी जाँदैछौँ। गेटबाट गएकोले हजुरहरूलाई यो भ्यू देखाउन पाएको थिइनँ। हेर्नु होला, यहाँ चाहिँ एकदमै राम्रोसँगले के गरेको छ।
गएको छ कृष्ण प्रणामी मन्दिरलाई। अब यहाँ हाम्रो मम्मीलाई खोज्दैछौँ कता हुनुहुन्छ भनेर। हाम्रो मम्मी चाहिँ मन्दिरभरि पनि कहीँ हुनुहुन्न, कहाँ जानुभयो थाहा छैन। अब हामी जानु कता कता जानुभयो थाहा छैन, फोन पनि छैन फेरि के भगवान्। आज चाहिँ हाम्रो फेरि काहीँ नभएको जात्रा हाडीगाउँमा भन् जस्तै भयो। हामी घरबाट निस्केको चाहिँ 5 जना, अनि मम्मी तल जानुभयो हेर्नलाई। हामी उतापट्टि तल खोलामा गएर हेऱ्यौँ मजाले नदेखेर। काकी हामीसँगै हुनुहुन्थ्यो, काकी फेरि मम्मीलाई खोज्न जानुभयो, काकी पनि हराउनु। हामी घरबाट निस्केको थियौँ 5 जना, अब फर्किँदैछौँ 3 जना। अब काकी घर पुग्नुभयो कि भएन, मम्मी चाहिँ अघि घर पुगिसक्नुभयो अरे भनेर खबर आइसक्यो। अब हेरौँ काकी कहाँ हुनुहुन्छ। बाबा छोरामा आउँदै हुनुहुन्छ। अनि अब हामी चाहिँ काकीको घर आइपुग्न आँट्यौँ। अघि चाहिँ हामीले काकीहरूकोमा गाडी राखेर गएको थियौँ। अब हेरौँ है त मम्मीहरू आउनुभएको छ कि छैन। मम्मी त आइसक्नुभयो, काकी आउनुभएको छ कि छैन। ढुक्का लागेको छ। हामी चाहिँ उहाँ खोजै थियौँ। देउरानी जेठानी चाहिँ यहाँ घर आएर बसिरहनु भएको रहेछ।